नमस्कार सबैजनालाई। आज मैले औषधि सम्बन्धी केही सामान्य तर अति महत्त्वपूर्ण जानकारीमूलक सानो भिडियो लिएर आएको छु। सबैजनालाई स्वागत छ। अब मानौँ हेर्नुहोस् है, हामीहरू दबाई के गरौँ भनेर दिनमा एक पटक, दुई पटक, तीन पटक भनेर लेखेर पठाइएको हुन्छ। दबाईहरू खाने भनेर भनिएको हुन्छ। तिनीहरूले हामीले के गरिन्छ त भन्दा सामान्य रूपले एक पटक खाने भनेर लेखेको दबाई लगभग 24 घण्टाको लागि मात्र भनेर पठाइएको हुन्छ। त्यो दबाईले काम गर्ने पनि 24 घण्टाको लागि मात्र हो। तर के हुन्छ त भन्दा हामीहरूले हेरचाह गरेर के गरिन्छ, दबाईभन्दा ढुकाले आफ्नो समयले बिहान 8 बजी खाएको दबाई छ भने बेलुका 10 बजे 12 बजी खाइदिने, अथवा बेलुका 4 बजी सम्झेछ 4 बजी नै खाइदिने, 10 बजी सम्झेछ 10 बजी नै खाइदिने गरिन्छ। त्यो गर्दै गर्दाखेरि 8 बजीसम्म काम गर्नुपर्ने दबाईले 8 बजीसम्म मात्रै काम गरेको हुन्छ। 5 बजी गर्दाखेरि कहिले डबल हुने, कहिले त्रिबल हुने, कहिले 10 बजी पछाडि खाँदा 8 बजी पछाडि टुट्ने हुन्छ। त्यस पछाडि त्यो दबाईले राम्रो काम गर्न पाउँदैन। अर्को कुरा, दिनमा 2 पटक भनेर खाने भनेर लेखेको दबाईलाई हामीले के गरिन्छ भन्दा बिहान 8 बजी खान्छ, बेलुका 8 बजी खानुपर्ने हुन्छ। तर के गरिन्छ, कहिले बिहान 5 बजी नै खाइदिने, कहिले 12 बजी खाइदिने, कहिले बिर्सेर नखाइदिने, हेरचाह गरिएको हुन्छ। तर ती सानो कुराले गर्दा ठुलो असर गरिरहेको हुन्छ। तर 2 पटक भनेको 12 घण्टाको लागि मात्र भनेर दबाईले काम गर्ने भनेर पठाएको दबाई हुन्छ। उसले काम गर्ने भने 12 घण्टाको लागि हो। त्यही भएर 2 पटक भनेर लेखेको औषधि हामीले 12 घण्टाको फरकमा खाने गरौँ। अनि अर्को कुरो, 3 पटक भनेर लेखेको दबाई हुन्छ, त्यसले भनेको प्रत्येक 8 घण्टाको लागि मात्र काम गर्ने भनेर बनेको दबाई हो। उसले काम गर्ने भने 8 घण्टाको लागि मात्रै नै हो। त्यही भएर 3 पटक लेखेर पठाएको दबाईलाई के गर्ने, प्रत्येक 8 घण्टाको फरकमा खाने गरौँ। अन्यथा कहिले दबाई रगतको मात्रामा कहिले दबाई धेरै हुने, कहिले थोरै हुने, त्यो गर्ने गर्दाखेरि दबाईले प्रोपर रूपमा जति गर्नुपर्ने काम हो त्यो गर्नु पाउँदैन। त्यसपछि के हुन्छ त भन्दा अनेक जटिलहरू समस्या उत्पन्न हुनसक्छ। समयमा सन्चो नहुने, दबाईको रेसिसिभिटी बढ्ने, अनेक माथि हुनसक्छ। त्यही भएर लेखे अनुसार दबाई खानापछि भनेको छ भने खानापछि नै, खाली पेट भनेको छ भने खाली पेटमै खाने गर्ने बसलौँ। दबाईको सही समयमा, सही टाइममा, सही प्रयोग गर्ने गरौँ। अहिलेको लागि यति नै। बाँकी अर्को गरौँला, त्यसको लागि मलाई फलो गर्दै राख्नु होला है। हस्, धन्यवाद। अहिलेलाई बाई बाई।